हेरौँ है साथी, यहाँ चाहिँ 40 वर्ष 50 वर्ष अगाडि चाहिँ यस्तो खालको रम बियरको बोतलहरू थिएछ होइन। यस्तै छ अवस्था, यति धेरै छ यहाँ बोतलहरू। अब यता त्योभन्दा ठुल्ठुलो बोतलहरू चाहिँ यता रहेछ। यहाँ आउँदै चाहिँ रक्सी रमहरू बियरहरू राख्थ्यो अरे हौ पहिला 40 वर्ष 50 वर्ष अगाडि। यी राखेर यी धुलो भएछ। यस्तो खतरा छ। यहाँ कति बोतल रक्सी अट्थ्यो होला विचार गरौँ त लु। देउरा सोल्टी कति बोतल रक्सी अट्छ होला? 50 लिटर जति आउँछ होला। अनि यत्रो ठुलो छ। नेपालको घ्याम्पा भनौँ होइन, घ्याम्पा भनौँ के भन्नु? यस्तो छ है हाम्रो यहाँनिर कम्पनीमा चाहिँ। अहिले चाहिँ रक्सीहरू खानु एलाउड छैन कि, तर उहिले चाहिँ यसरी ल्याउँदै खान्थ्यो। चाहिँ यहाँ हेरौँ न, यता झन् कार्टुनमा त झन् कति छ, कति हिउँले पुरिरहेछ। यस्तै छ।